भिड कमै भन्नुपर्छ, यतिको चाँडै आयो। अब भिड हुँदो रहेछ के? अब भिड हुन्छ होला। कामसाम सकेर आउँछन् नि। वाह, बाबु हामी कहाँ आयो? अब यसो समात्नु कहाँ आयो हामी? एकैछिन म यसको यिनको नाप्दाखेरि 3 फिट भन्दा माथि आएको थियो र 3 फिट ठ्याक्कै 3 फिट भन्दा अलिकति बढी थियो। यति बढी आयो लियो त। कसको? यो नानी त हाम्रो बाबु भन्दै थियो अल्की छिन् के? हो र। ए अल्की छिन्। त्यही भएर लियो। हैन हाम्रो बाबु चाहिँ ठ्याक्क रातोलाई छोडेर 1 इन्ची मात्रै माथि जान्छ 37 छ। 2 इन्च जति थियो यिनी यति अल्की छिन् के? त्यही पनि काखमा लिएपछि हेर्दो रहेछ कि तिनीहरूले। अन्त हामी त काखमा लिएर जुत्ता गल्देको अनि काखमा लिएको। लिँदैन कि हाम्रो नि त्यो झन् लिनु पर्छ। नकाटे पनि आखिर पैसा लिएर त पठाउँदो रहेछ नि त यिनीहरूले। ठुलो त पठाउने रहेछ। पैसा लिएर पठाउने ए भए हो, पनि नकाटे पैसा पनि लिँदो रहेछ। ए लिँदो त्यो रहेछ। त्यो इन्डियनहरुको लिइराको थिए के भन्छ त्यही रहेछ। तिनीहरूको अलिक ठुलो रहेछ नि त। त्यो बच्चाको त्यही भएर लियो। त्यो त माथि 4 फुट पुगेको थियो। यस्तो बाबु कति राम्रो किन लिनु हाम्रो त तर साँच्चै कस्तो राम्रो हैन? 2 फिट बढी। तर उहाँको भन्दा राम्रो लाग्यो मलाई त यो के चन्द्रगिरी? चन्द्रगिरीको भन्दा यो भिड चाहिँ राम्रो देखिने कि। चन्द्रगिरी त गइयो छैन। चन्द्रगिरी अब बजारदेखि चाहिँ सुइया माथि जान्छ के अरे यो चाहिँ होइन यहाँ पनि देखिन्छ उ। एकचोटि जाने भनेर गएको यस्तै डुम्म कुहिरो लाग्यो अनि बहिनीहरूले भ्यू हेर्न नपाए त गएको नगएको एउटै हो भने हामी चाहिँ ठिक्क यही समयमा गएको है दसैँ तिहारको बिचमा गएको। किन यहाँ बस्ने आमासँग बस जाऊ बस्ने फोटो भिडियो नि ल भिडियो यता हेर्नु त फोटो भिडियो त्यसमा त 2 जना मात्रै जा फर्किने मान्छे कम हुन्छन् के घुम्दा त्यो भएर हो त मम्मी सानो यता हेर त ए मन्दिर पनि बनाएर चाहिँ क्या त्यहाँ बाबु त्यहाँ के छ एउटा उति बुद्धको मूर्ति देखायो उता मन्दिर जस्तो छ मन्दिर हो कि यसैको हो स्टेसन त झर्दैन नि यो बलियो के कस्तो डेन्जर मनकामना त कति वर्षमा बल्ल अस्ति त्यो मेन्टेनेन्स गरेछ त्यो पनि 3 तर सुरुमा मलाई मनकामना भन्दा अन्त केबल कार थाहा थिएन नि मनकामनै होला सुरुमा सुरुकै त्यही हो चिनेको नेपालको रहेछ नि क्या ठ्याक्कै चिनेको भेट भएछ कहाँबाट टिप्पामा पनि हेर्न पुगेको होला होइन पहिला यसो गरे थियो अनि मैले यसो गरेँ नमस्ते गरेँ के ए चिनेको होइन होइन कहाँ टिप्पामा नि हेरेर यसो गरे यसो गरेँ पहिला अनि त्यसपछि अब कसैले मैले ध्यान दिएँ यसो हेरेको यसो गरिदिएको थियो अनि मैले यसो गरेपछि देखेँ मलाई मैले गल्ती गरेँ भनेर यसो नमस्ते गरेँ चिनेको रहेछ नि भनेको के हो यो भर्ला जस्तो अलि सानो पात छ यो त सबै रुख काटेको रहेछ क्या यो लगाएको रुख होला के पुरै काटेको पुरै काटेछ यो लगाएको बाबु रुख होला यताबाट देख्छ नि अब यो पुरै बाटो जस्तो के पुरै यो पुरै बनाउँदाखेरि होला यो हिँड्दा हिँड्दै पुरै बाटो जस्तै जो भयो त्यो माथि माथि त्यो पुगेपछि के छ भने केही छैन देखिस है त त्यो भ्यू हेर्ने हो त्यही हो त्यही तल अलिअलि झिलिमिली अहिले सस्तो रहेछ ना 300 कति 50 हैन 25 25 अहिले त यसको त 300 भनेको सुनेको थिएँ कि मैले त अझै 25 बढी लियो उताको महँगो छ नि उताको त सुरुमै 700 थियो पछि घटायो कि के गर्यो कताको उता के भन्छ कामाख्याको हजुर ए लुम्बिनी केबल कार लिम्बुनी केबल कार हो क्या त्यो महँगो छ तर पछि घटाएको थियो त त्यो अहिले त लास्ट कति छ त्यो त 700 नै होला अझै पनि सुरुमै 700 थियो कि हामी एकचोटि बुधबार कति हामी जाँदाखेरि सस्तो 400 कति समथिङ कस्तो थियो त्यही हो सस्तो भनेको त्यही हो त्यो त त्यही बुधबार के बार तोकेको थियो कि अब सुई उताबाट अब उता हेर डरै लाग्ने जस्तो होइन यहाँ त डरै लाग्ने सबै छैला उभ्याइदियो नि त उता फर्काएर ए यहाँ ओह्रालो पनि पर्दो रहेछ फेरि ओके यहाँ त छैला जस्तो लाग्ने कि उता हेर त बाबु सानो हेरिछौँ सबै यहाँ आऊ न यहाँ आएर हेर त कस्तो मजा हुन्छ यहाँ आऊ न यहाँ यो त त्यो ब्लु माउन्टेन उपाइदिनु न उपाइदिनु ब्लु माउन्टेन जस्तै लागेको यो त ब्लु माउन्टेनमा त मजा लाग्छ केमा चढेको तिमी त्यसले त 200-250 मान्छे एकै फेरमा बोक्छ गरेको छु अब लास्ट के भयो मसिनो भयो नि त अहिले यो ओह्रालो गरेको भएर होला नि स्लो गरेको सही जान्छ नि त ओह्रालोमा हल्का स्लो नै हुन्छ ब्लु माउन्टेनमा त यस्तै जङ्गल
यो त यहाँ त झर्ना हेरेर तल कति राम्रो रहेछ त्यो यहाँ त्यो रहेछ झर्ना ब्लू माउन्टेन जस्तै सेम खतरा त्यही रहेछ सोसाएको छ हम्म? कस्तो सोसाएको सानो हो नि कति सोच्दाको सुन्नेको कि ब्लू माउन्टेनको त हो त्यो मान्छेले बनाएको हजुर कहाँबाट आउनुभएको त बनाएको भैरव। हजुर हामी मरिग्राम। मरिग्राम। ए भैरव कहाँ नै भैरवा भानु स्कुल थाहा छ भैरव स्कुल। भानु स्कुल। भानु स्कुल विद्युत ए विद्युततिर भानु स्कुल त उता के अरे भयो पुरोपट्टि यहाँ यो उकालो हो नि। यहाँ चाहिँ अलि बेसरी उकालो रहेछ उकालोमा झन् दौडाउँदो रहेछ त्यो ओह्रालोमा डराउँछ भनेर क्या भन ओह्रालोमा देखिन्छ भनेर होला किन उकालोमा स्पिड दिन पर्यो आफै अटो हुन्छ हामीलाई नि स्पिड गयो जस्तो लाग्यो त्यो बाबु यही कहाँ गयो तल तिमी? यो त कस्तो मजाको कि यही पुरै यो भिरलाई नै नछोड्दो रहेछ कि म त कस्तो मजा पो लाग्यो त यस्तै माथि भिरतिर जानु मन लाग्थ्यो त्यस्तै आइदिए जङ्गल हेर्नु कस्तो राम्रो जङ्गल हो तर नाचको यहाँको मन पर्यो कि मलाई त यो त हेर्नलाई त कस्तो मजाको कि मलाई लुम्बिनी केबल कार देखेको रहेछ ठ्याक्कै त्यहाँ उता देखेको रहेछ। हो ए उ त्यो हो। ए त्यहाँ कति राम्रो ल्यायो त्यो त अझै आज यो अलिअलि पहिरो जस्तो लाग्यो क्या यो नलाग्ने यस्तो राम्रो बादल देख्छ। लाग्छ के रे? अँ। कस्तो मजाको यस्तो माथि भिरमा आउनु मन लाग्थ्यो त्यही आए जस्तै भयो मलाई आज त आऊ यता आऊ न यहाँ हेर्नुपर्छ के हेर्न आएको त सही घुम्न आएको होइन तिमी यहाँबाट हेर ल यहाँबाट हेर ल हेर कोही कोही त फर्किसकेछ हामी फर्किँदा त अलिक टाइमै लाग्छ के हो यो अदुवाको जस्तो अदुवा यस्तै यस्तै होइन यो झारै हो अदुवा सिरतिको हुन्छ होइन र उम्लिसो यस्तो सिर परेको हुन्छ अदुवा ठिक बाबु त्यस्तो गरिएन त्यसै होला यो। केरा पनि रहेछ के रहेछ तर केरा खेती गर्ने राम्रो हुन्थ्यो होला यहाँ त है कसरी आउने हो? राम्रो नि देखिन्थ्यो केरा आउन त गाह्रो हुन्छ आउँछन् होला नि यता अब ऊ के राउ जति पनि छ ए माथितिर कहाँबाट रहेछ आउने हो नि? हेर न बाटो कस्तो छ। बाटो होइन अब त्यो यो बानी लागेका त आइहाल्छ उयो खोलाको तिर पनि आउँछन् कि केरा त जति पनि रहेछ ऊ यतातिर झनै बढी भनेको एउटा नि छैन। अब त ओइ यो त उकालो ओह्रालो गर्नेहरू त डर सजिलो लाग्यो चढिहाल्छन् डर लाग्यो ए धेरै लाग्यो उकालो रहेछ क्या। अँ, धेरै उकालो रहेछ। उकालो रहेछ आउन लाग्यो है मलाई त धेरै राम्रो लाग्यो यहाँ यो केबुल कार चाहिँ उहाँको भन्दा लामै रहेछ क्या होइन? लामो पनि रहेछ अनि मजाले पुरै छ्याङ यो पुरै के भन्छ जङ्गल जङ्गल राम्रो देखेको के खोलसाली हेरे जस्तो के अनि अब जङ्गल मणिग्राम काट्नु हेर न शङ्करपुर चोक तिलोत्तम नगरपालिकातिर। नगरपालिकातिर ठ्याक्कै पुरै खोजालेर हेरे जस्तो माथि जङ्गलमा कस्तो छ होला भन्ने जस्तो लाग्थ्यो नि त केरा झाडी फले रहेछ भने। लगाएकै रहेछ सुन क्या। केरा भन्ने यही होला बनकेरा हो कि लगाएको हो खाँदाखेरि के त्यो बिहा फले लगाएर यस्तो फुली भिरमा लगाएर आएर यस्तोमा यो आफै आफै उम्रिँदै सबै ऊ पसा रहेछ ऊ। पसा रहेछ कि। यो टिप्न पऱ्यो अब जसरी नै आउँछन् कि। आउँछन् होला अब टिप्ने फल्ने पाक्ने बेला हामीलाई थाहा हुन्छ अन्त त्यहाँबाट यसरी आउने बाटो जस्तो थियो। अलिअलि कोरिडोर रहेछ होइन अब यो यत्रो यो बनाएको छ यत्रो पिलर उठाएको छ आखिर यहाँ नआइकन कसरी सम्भव हुन्छ र त्यही त अरू भन्दा नि यो सिमेन्ट बालुवाहरू ल्याउन त भन मान्छेले बोकेर साध्य लाग्दैन पक्कै केबाट ल्यायो होला त नि होइन माथि बाटो जान्छ अनि अलिअलि कोरिडोर त रहेछ गोरेटो छ कि ऊ पुरै हिँड्ने गोरेटो छ ए हाम्रो गाउँकोहरू 4 घन्टा हिँडेर आएका हुँदा भने त पहिले यो केबुल कारमा आउँदै ए यहाँ डाँडामा उताबाट आउने हो कि यहाँबाट होइन उताबाट होला उताबाट हो कि बेलबारतिरबाट। ए 4 घन्टा लागेर हिँडेर आएको हुँदो रहेछ कि यहाँ माथि फुलबारीबाट नै आउँछ होला हामी फुलबारी पछाडिबाट हो। फुलबारीबाट नै आउँछ। फुलबारीकै गेट भित्रबाट छिरेर उता यसरी आउँछ उताबाट बाटो। त गाडी आउँछ होला कि माथि उताबाट बाइकहरू आउँछ अरे। बाइक मात्रै नभएर गाडी नै आउँछ होला गाडीहरू नै आउँछ। त्यो अस्ति नै एउटा गाडी एक्सिडेन्ट भयो नि त्यो कहाँको
फेरि अँ, यही बाटोमा हो। यहीँ आउने यही गाडी बाटो होला हो। त्यतिखेर त ओ पढ्यो त्यसो चल्दैन यो। नगर है टिकट राखिन्छ भने होइन राख है यहाँ त फर्किँदाखेरि अर्को बाटो छ त्यो कम्पलसरी गर्छ टिकट त राखेको ए फेरि यहाँ हेर्छ होला यता अर्को बाटो आउने भएपछि त अब यताबाट आएको मान्छे चढिदिन्छन् अब टिकट फेरि हेर्छ